रोडमा गएर बनाउनु पर्छ क्या हो है यहाँ नाता थाहै मिलेन क्या यहाँ त फेरि सानो पो भयो लड्छ के रोडमा चाहिने है बस एकछिन आएर आउनु पर्यो ल पासपोर्ट हान त हिजो जोइन गरेको होइन र फेरि हान्नु पर्दो रहेछ अहिले जाम न जाने जाम किन बसिरहने बन्दीपुर जाम ओ यहाँ न अन्त म त्यो 75 नादिन्छु के पछि त नादिन्छु सबै गीत भ्याइदिन्छु सबै गीत भइदिन्छ अरे माडा खाने हो माडा आमिली इमली के हो त्यो के हो नि यी हो यी न के हो आमिली कस्तो हुन्छ हामी 75 नादिन्छ कस्तो ए गुलियो हुन्छ खै त हो सारो पो टोकी राख्ने कि त्यही राख्ने मुखमै चुसी राख्न चुसी राख्ने गरेर मुखमै हालेर खप पच्यातै खाइदैन मिठाई जस्तो रहेछ हेमराज यहाँ सबैमा कसलाई मन पर्यो यसलाई उसलाई मन पर्यो कि उसलाई मन पर्यो कि उसलाई जाली जस्तो पो यहाँ सोध न कसलाई मन पर्यो यसो हेर्दाखेरि सबैभन्दालाई कसलाई मन पर्यो कुन नयाँ छ त्यो कुन छ नयाँ हेर त को नयाँ छ त्यो यहाँबाट हेर्न ऊ नयाँ हो नयाँ को छ उनीहरू केटा मान्छे हो कि केटी मान्छे उसलाई मन पर्यो उसलाई हैन ठिक्क के उसलाई नानीलाई मनपर्छ राम्रो लाग्छ बच्चालाई त्यो त सानो भयो म सानो भयो म के म के म मलाई हेरि भेट्दैन के मलाई मन पर्यो म मन पर्यो कति राम्रो आएको मलाई मन पर्यो तपाईँ त नयाँ छ नि हेमराज सर हजुर नमस्कार नमस्कार आरामै हुनुहुन्छ आरामै हुनुहुन्छ अनि यहाँभरिमा यो मैले सबै यो केटीहरू छ नि हजुर अनि तपाईँलाई देखाउन लिएर आएको होइन हजुर कुन चाहिँ मन पराउनु भयो भन्नु त फ्याट्टै भनिहाल्नु त ल नयाँलाई नयाँ को छ निकै यता यतै हेरिरहेको यो मन पर्यो म नि हेरेको मलाई मन पर्यो अन्त पो चुप्पो दिने मलाई मन पर्यो रे हेमराज मलाई मन पर्यो अन्त अलि मिलिन के एउटा मन पर्यो तिमी जाऊँ न यो हाइट त यो मिल्छ हजुर एउटा मन पर्यो कि मलाई मन पर्यो हाइट त यो मिल्छ जान न जान नआब्रिकन एउटा मन ल पर्यो यो दुईटा कुन चाहिँ मन पर्यो त्यो दुईजनामा कसलाई मन पर्छ हो के हजुर ए हो राम्रोसँग चुप्पो दिनु पर्यो कसलाई मन पर्यो यता यता मन पर्यो कि यता मन पर्यो ल भनेर हामीले हेर्न पहिला हजुर मलाई मन पर्यो कि यता मलाई नि हेर न यता नि हेर्न ए यता नि कसलाई मन पर्यो यता कसलाई कि यता कसलाई त कसलाई मन पर्यो भन्नु त अनि म चुप्प दे भन्छु क्या ए त्यो हातमा माला लगाएकोले ल चुप्प गरिदेऊ नि त ल एकचोटि गाउँ छ भन्छ त्यसले कस्तो भिडै नगर्देको होला मलाई मन पनि परेन भिडियो गरेर दिएको होइन र मलाई मलाई मन परेन म त यता अघि कप जानु भनेर निस्केको रहेछ क्या ए आमा म पनि अहिलेसम्म भिडियो नगरेको रहेछ त्यस्तो राम्रो छ मजाले टोक्ने अन्त लप्सी हो कि लप्सी हो यो तरी पो हेरेर बसेको अहिले पो बल्ल भिडियो भएर बरु त्यो कालो कालो रातो रातो अङ्गुर ल्याइदिए नि हुन्थ्यो नि त नि है जाम न त बन्दीपुर खाना जाम न त त्यो पो गुलियो हुन्थ्यो यार बन्दीपुर जाम न त बाइकमा ल अङ्गुर किनेर खाऊ फेरि आँखा कहाँ किनेर आन्छ उसले किन्दैन के ल सारा नि कता लग्दैछ के जाने अङ्गुर खाने हेमराज दु अङ्गुर किनेर खाऊ है अब बुढी अब पो हुन्छ के न बुढो त्यसै देखाएको भएर यो सबै दिदिने होइन किन दिनु पर्यो र है ठिक्क दिने भयो नि कति दिने हेमराज यो सबै किन पच्यातै दिनु पर्यो किन पच्यातै दिन कहिले त बुढी 500 रुपियाँ राख्नु पर्यो नि मम्मीलाई चाहिँ दिनु परेन तिमीले लापहरूले बाँधेको रहेछ च्यातिन्छ कि निकाल्न
अछु कति जाडो ल दिनु कति जाडो अछु ल हेमराज हजुर झोलर त हो मैले चामल पनि ल्याइदिएको मैले है फेरि यिनीहरूले त नकिन्ने भन्दै थियो खै त फिरेर लैसक्यो होइन के यो भने समाज भनेको होइन के होइन कि यो भने मैले त पैसा दिएछु उता त्यो बोकेर ल्याएको देखिसकेँ नि अब मम्मीलाई नि दियो न त आधी तिमीले मात्रै पैसा मम्मीलाई देऊ है हेमराज दिँदैन आमालाई दिन्छ